बिस्तारै एक्जाम आइसक्यो पढ्ने लास्ट झमेला मोटिभेसन भिडियो हेर्छु अनि पढ्न सुरु गर्नु पर्यो यार वर्कआउट गर्नुपर्ने मोटिभेसन भिडियो हेर्छु अनि त्यसपछि गर्नु पर्यो स्टप डुइङ द्याट ब्रो प्लिज तपाईहरुलाई मात्र हैन मलाई पनि भनेको किन भन्दाखेरि हामीले यसलाई के भन्छौँ भन्दाखेरि मोटिभेसन भन्छ हामी मोटिभेसन बिना हामी बाँच्न नसक्ने भएका छौं अहिलेका जेनेरेसनहरु हैन सो आजको भिडियो यही नै हो हजुरहरु न्यू हुनुहुन्छ भने मेरो च्यानलमा सो हे गाइस इट्स मी सुहाना वेलकम टु माय भिडियो अनि आजको यो भिडियोको टाइटल चाहिँ के हो भन्दाखेरि मोटिभेसन इज लाइक अ ड्रग्स मोटिभेसन इज लाइक अ ड्रग्स नै भन्छु कि हैन म त किन भन्दाखेरि हामीले हरेक कुराको लागि मोटिभेसन चाहिरहन्छ के आई एम अल्सो द एडिक्टेड अफ मोटिभेसन हैन म अहिले बरु त्यस्तो छैन होला हैन बट पहिला त ओ माय गॉड म अगाडि म आफ्नो स्टोरी सुनाइदिन्छु है के हुन्थ्यो भन्दाखेरि म क्लास 7 क्लासमा हुँदाखेरि होला हैन मलाई पढ्नै मलाई भने म 1 कि 2 घण्टा चाहिँ मोटिभेसन भिडियो हेर्थेँ कि खाली मोटिभेसन भिडियो हेर्ने तर पढ्न चाहिँ नपढ्ने कि मोटिभेसन खाली हेर्ने मोटिभेसन भिडियो हेर्ने कि हैन कसरी फस्ट्ने कसरी यति ल्याउने कति उति ल्याउने भने 1-2 घण्टा हेर्थेँ कि दिनमा हैन सधैँ तर म पढ्न चाहिँ कहिल्यै पढ्थिनँ कि त्यस्तै हो के मोटिभेसन भनेको मोटिभेसन चाहिरहने हो के त्यही भएर भन्दैछु ड्रग्स हामीले लिएको त हैन मैले लिएको त हैन हैन त्यही पनि हुन्छ लाइक ड्रग्स खाने मान्छेलाई कस्तो हुन्छ चाहिरहन्छ कन्ज्युम गरिरहन मलाई नत्र कस्तो छटपट हुन्छ नि मोटिभेसन इज सेम लाइक विथ अस विथ आवर्स हामीलाई त्यस्तै हुन्छ कि मोटिभेसन बिना हामी केही गर्न सक्दैन जस्तो लाग्छ अब पढ्नु पर्यो मोटिभेसन भिडियो हेर्छु अनि पढ्छु वर्कआउट गर्नु पर्यो मोटिभेसन भिडियो हेर्छु अनि वर्कआउट गर्नु पर्यो त्यस्तै नै भइरहेको के प्लिज सो stop taking motivation for you and for me it is bad for our health किन भन्दाखेरि मोटिभेसन कति दिनसम्म चल्छ 1 दिन चल्छ 2 दिन चल्छ पर्सि त मोटिभेसन नै भेटेन खोइ फेरि भिडियो हेर्ने यदि तिमीहरुलाई साच्चीको के गर्नु नै छ भने मोटिभेसन चाहिदैन के आफै आउँछ लाइक फर एक्जाम्पल अफ मी हैन कन्टेन्ट क्रिएसनको लागि मलाई मोटिभेसन चाहिदैन म यतिको चुपचाप बसिरहेको छु भने पनि मेरो माइन्डमा धेरै कुराको कन्सेप्ट आइसक्छ के त्यसको लागि मैले मोटिभेसन चाहिएको हो त मलाई हैन नि आफै आउने हो मनमा चाह भयो भने आफै आउँछ कि त्यो मोटिभेसन खोज्नै पर्दैन अनि यो मोटिभेसनलाई कसरी हटाउने है त अब नेक्स्ट टिप भनेको चाहिँ मोटिभेसन लिनबाट कसरी बच्ने के त्यो भनेको सिम्पल रुल संसारमा सबैलाई थाहा के हो भनेर कि संसारमा भएको सबै मान्छेलाई थाहा के हो भने एन्ड द्याट इज डिसिप्लिन एन्ड कन्सिस्टेन्सी यो थाहा सबैलाई तर फलो भने कसैले गर्दैन आजसम्म फलो गरेको भए कहाँ पुगिसक्यो संसार हैन के हो भन्दाखेरि डिसिप्लिन भनेको अब लाइक फर एक्जाम्पल अब मलाई वर्कआउट गर्नु छ हैन अब म 45 मिनेटदेखि म सुरु गर्दिनँ म गर्छु 5 मिनेटबाट र बेसिकली मैले मेरो 30 डे च्यालेन्जमा अहिले म त्यही नै गरिरहेको हो कि मैले 5 मिनेटबाट एक वर्कआउट गरेको अहिले 15-20 मिनेट भइरह हैन अनि त्यसलाई भन्छ डिसिप्लिन एज वेल एज कन्सिस्टेन्सी कि मैले एकैचोटि 45 मिनेटदेखि गरेको भए मलाई 1 दिन मन लाग्थ्यो 2 दिन मन लाग्थ्यो पर्सि दिन ज्याउ लाग्थ्यो त्यही हो कि मलाई वर्कआउट गर्नु हो भने त्यही हो त्यही भएर बरु हैन बिस्तारै गरेर के हरेक कुरा बिस्तारै गरेर 5 मिनेटदेखि सुरु गरेर हामीलाई के लाग्छ भन्दाखेरि बेसिकली हाम्रो माइन्डसेट के हो भन्दाखेरि केही कुरा 5 मिनेटदेखि पढ्न सुरु गर्यो ब्याक 5 मिनेटदेखि पढेर को ठुलो भयो ब्याक 5 मिनेट पढेर अझसम्म भ्याउँछ च्याप्टर आमामा भ्याउँदैन 1 घण्टा पढेर ब्याक यार 1 घण्टा त म त पढ्न सक्दिनँ यार सानो काम गर्नु पर्यो भने ब्याक जाब यत्रो को गर्छ लाग्ने ठुलो गर्नु भने आमामा यार म त गर्न सक्दिनँ भन्ने टाइपको हाम्रो माइन्डसेट छ त्यही माइन्डसेटले गर्दा हामीलाई चाहिन्छ मोटिभेसन सो प्लिज स्टप चेजिङ फर द मोटिभेसन एन्ड बरु हैन टु डु लिस्ट बनाउनु के म भन्छु हैन म नि त्यही गर्छु हैन टु डु लिस्ट बनाउनु हैन बिस्तारै अनि के भन्छ रे अनि त्यो टिक लाको हुन्छ नि त्यो टु डु लिस्ट गरेर त्यो गरेपछि अनि कस्तो आफूलाई लाग्छ कि फिल वाउ यार मैले त आज के एचिभ गरे जस्तो लाग्छ कि हैन अनि त्यो गर्दाखेरि आफूलाई कस्तो दामी फिल पनि हुन्छ के हैन अनि तपाईहरु पनि त्यही गर्न सक्नुहुन्छ त्यही टु डु लिस्ट बनाउनु बिस्तारै गर्नु के हैन बिस्तारै गर्नु बट प्लिज डोन्ट वेट फर द मोटिभेसन प्लिज तपाईहरुलाई नि भन्दैछु एन्ड एज वेल फर मी अल्सो हैन सो अनि आजको भिडियो यहाँ एन्ड हुन्छ नि हजुरहरुलाई कस्तो लाग्यो अनि तपाईलाई के लाग्छ यो मोटिभेसन इज लाइक अ ड्रग्स हो कि होइन त्यो नि कमेन्ट गर्नु होला यस्तै भिडियोलाई च्यानलले सब्स्क्राइब गरिदिनुहोस् बाइ बाइ